पहिलाको कुकुर मरिहाल्यो, अहिले अर्को डग लिएको छु। यस्तो राम्रो डग लिएको छु है। तपाईँहरूलाई के कस्तो लाग्छ? एकदम ज्ञानी छ, सुन्दरता पनि छ, राम्रो पनि छ हैन? ठिक छ नि? हेलो साथी हो, मैले नयाँ डग लिएको छु। पहिलाको डग त मरिहाल्यो। यो नयाँ डग हो, नयाँ डग। म आज नुहाउन लाएको छु। तपाईँहरूले राम्रोसित हेर्नु होला कसरी नुहाउनुपर्छ कुकुरलाई भन्ने कुरा म नुहाइदिन्छु। ल पति यताले बस ल। आइज सानो आइज। हो यसरी नुहाउनु, यसरी नभाग त्यही त। बस यसरी नुहाइदिन्छु। यसको खिर्नु सिर्नु सब छ्यानी पिङ्की। यसको नाम मैले पिङ्की राखेको छु। पिङ्की कति ज्ञानी हो। मलाई नाटक ल बेबी है, बेबी मलाई नाटक ल कान्छी नभाग कति नभाग। हो यसरी उभिए कति ज्ञानी। नुहाउनु परेन है, भाग्छस् फेरि। पिङ्की ल त यो भाग्यो भने फेरि आउनै मान्दैन। नयाँ डगलाई यहाँ यसरी नुहाइदिन्छु कि सालालाई, मेरो पिङ्कीलाई। कुकुर है ना यार, मेरा दोस्त। ला यार पंजा लाने के मैं आंधे से यार तेरी क्या यार। अरू बेला जति बेला बिना पन्जा मुसार्ने गाडी अहिले नुहाउँदाखेरि पन्जा आइहाल्छ। पंजा लगाउनु पर्ने, पंजा लाग्छ। त्यस ज्ञानी भएर बस्ने हो यसरी है। ज्ञानी भएर बस्ने। ओके तेरो पुच्छरमा पनि पिङ्की अरे ना पिङ्की त्यसरी भागेर हुन्छ अलि। मैले कसरी नुहाइदिन्छु, रिसाउँछ जनावर भएर। कति रिसाएको हेर न। यसरी नुहाउने मान्छे को मलाई कसैले नुहाउँछ भन् त लो। यसरी भागिसम्म म दुःख गर्दिनँ जाँठी त। यत्तिकै छोडिदिन्छु म त फेरि, बुझेस् नि काली। खै तेरो पुच्छर चलायो भने टोक्छस् होला। फोहोर लाग्छ के मलाई। पिङ्की नि जाडो भयो। कति राम्री हो के तिमी त यार। ओ यसरी ज्ञानी हुनु पर्यो नि। यसरी नुहाउनु पर्यो नि त सानोलाई। मान्छेले यसरी यसको किर्नु सिर्नु सबै थियो गइगयो है। किर्नु कम त थियो। पिङ्की
ज्ञानी भयो र पुच्छर 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 सानीको पुच्छर ल त माल झऱ्यो पुच्छर कुकुरलाई पुच्छर पुच्छर पिङ्की कस्तो आनन्द मानेको ज्ञानी कस्तो ज्ञानी भएर बस ल कस्तो नै नुहाइदिन्छु नि कस्तो नै नुहाइदिन्छु म पुरै निस्किया छ नि कुकुर म गाई छ यस्तो दामी कुकुरलाई माया गर्नुपर्छ कुत्तेन यार मान्छे कुकुर नमान्ने भएर कुकुरलाई यसरी मान्छे बनाउनु पर्छ क्या ज्ञानी ज्ञानी है ल ल हेर कति ज्ञानी भएको कति ज्ञानी छ त नि पिङ्की पिङ्की जाडो महिनामा चाहिँ तँलाई नुहाउँदिन गर्मी महिना मात्रै हो जाडो महिनामा यहाँ पानी बरफ भइहाल्छ गर्मीमा अलिकता थोडी हुन्छ र मात्रै नुहाइदिएको है अरे फेरि मासला बच्चा 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 नानी बच्चा बच्चा यसरी ज्ञानी हुनु पऱ्यो नि त कुकुर माया नगर्नेहरू पनि छन् यहाँ कोही कोही कुकुरलाई डाहा गर्ने पनि छन् है कस्तो गनाखी यार थप त्यसरी गनाउने हो कस्तो गनाको कुकुर ल्याएछ भाइ चाटा कान त्यसको कानमा पानी पस्यो क्या सरी सरी बाबा टाउको त के नआउनु यहाँको मेरो कुकुर फेभरेट हो नि त यार जनावरमा कति ज्ञान हुन्छ नि बाबु त्यो नि है सर कुकुरलाई हेला गर्छन् नि कुकुर भनेर हेर हेर किन्नु छि किन्नु यार यसको चिज कति हाउडी भयो कि पुच्छर पुच्छर अनुहारभरि बनाइदियो है गाँठाले कस्तो त्यसको कानमा पानी पऱ्यो भने हानिहाल्दो रहेछ क्या कस्तो हाने थियो कानमा परायो नि त अस्ति अनि बहुत
त्यसरी कान दुखेर मान्छेबाट हाल हान्दैन कि यसको दुधु हेर नि दुधु कति चिलिक्क टल्काइदिए जाठी हेलो गाई सिद्धो मेरो डग यस्तो दामी बनाइदिए ए हे हे यहाँ बस्छ ल हाम तापेर ल यस्तो छ हालत कति किर्नुहरू थियो यार अहिले त कम सफा बनाइदिएँ यसलाई ल जा फोहोर नखेल्ने आइज